नेपालमा आइपिओ ठगी बढ्दै गएको छ। कति कम्पनीले आइपिओ मार्फत पैसा उठाउने, नाफा नकमाउने अनि केही वर्षमै बन्द हुने गरेका छन्। तपाईँ आइपिओ भर्दै हुनुहुन्छ भने होशियार हुनुहोस्, अहिले धेरै ठगी भइरहेको छ। आज हामी नेपालमा आइपिओ ठगीको रहस्य, खराब नियमन र लगानीकर्तालाई के गर्नुपर्छ भन्ने विस्तृत रूपमा विश्लेषण गर्नेछौँ। अरुण फाइनान्सलाई 100 रुपियाँ प्रति किताको दरले आइपिओ जारी गर्ने अनुमति दिएको थियो, जबकि यो कम्पनीको नेटवर्थ 42 रुपियाँ पर सेयर थियो। पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरेको छ। नेपालमा पहिलोपटक बुक बिल्डिङ मार्फत आइपिओ जारी गरेको यो कम्पनी खासमा आइपिओ जारी गर्न योग्य नै रहेनछ। किता सेयर अवैधानिक तरिकाले किनबेच गरेर अर्बौं रकम बराबरको चलखेल गरेको भन्दै आइपिओ भनेको सर्वसाधारण लगानीकर्ताबाट पैसा उठाउने प्रक्रिया हो, तर धेरै कम्पनीहरूले आइपिओलाई प्रोडक्ट बनाएर बेच्ने मात्र काम गरिरहेका छन्, व्यवसाय चलाउनलाई होइन। मुख्य समस्या, आइपिओ निष्कासन भएपछि कम्पनी नाफामा जानुको सट्टा लगातार घाटामा जान्छ। प्रमोटरहरू सेयर बेचेर बाहिरिन्छन् अनि कम्पनी धराशायी हुन्छ। सेयर बजारलाई ठगीको साधन बनाइदैछ, लगानीकर्ताले ठूलो घाटा बेहोर्नु पर्छ। नेपालमा धेरै कम्पनीहरू आइपिओ निष्कासन पछिको 3-4 वर्षभित्रै बन्द भइसकेका छन्। धेरैले प्रारम्भिक रूपमा राम्रो नाफा देखाएर लगानीकर्तालाई लोभ्याएर अनि पछि घाटा देखाउँदै हराउने प्रवृत्ति अपनाएका छन्। आइपिओ घोटालाका 4 चरण। नयाँ कम्पनी स्थापना गरी सुरुवाती 2 वर्ष राम्रो नाफा देखाउने, आइपिओ निष्कासन गरी करोडौं लगानीकर्ताको पैसा उठाउने, लक इन अवधि समाप्त भएपछि प्रमोटरहरूले आफ्ना सेयर बेचेर बाहिरिने अनि कम्पनी घाटामा देखाउँदै लास्टमा बन्द गर्ने। नेपाल धितोपत्र बोर्डको नियमन कमजोर भएकोले यो समस्या दिन प्रतिदिन बढ्दैछ। मुख्य कमजोरीहरू, आइपिओ अनुमति दिने प्रक्रिया धेरै लचिलो छ। कमजोर कम्पनीलाई पनि आइपिओ निष्कासनको अनुमति दिइन्छ। कम्पनी प्रमोटरहरूले नियमहरूको दुरुपयोग गर्छन्। बजार नियामक निकायहरूले आइपिओ पछि निगरानी गर्दैनन्। अब प्रश्न उठ्छ, तपाईँ जस्तो लगानीकर्ता कसरी सुरक्षित रहन सक्छन्? जुनसुकै आइपिओमा लगानी गर्नु अघि कम्पनीको वित्तीय अवस्था अध्ययन गर्नुहोस्। कम्पनीको प्रमोटरको इतिहास हेर्नुहोस्, के उनीहरू विश्वसनीय छन्? कम्पनीको व्यवसाय मोडल बुझ्नुहोस्, के यो वास्तविक रूपमा मुनाफा कमाउन सक्ने छ? हचुवाभरमा आइपिओ भर्नुभन्दा अनुभवी लगानीकर्तासँग सल्लाह लिनुहोस्। नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका रिपोर्टहरू हेरेर निर्णय गर्नुहोस्। यदि नेपालमा यो आइपिओ ठगी रोक्नु छ भने सरकारले कडा नियम ल्याउनुपर्छ। सरकारका प्रमुख कदमहरू: कमजोर कम्पनीलाई आइपिओ निष्कासन गर्न रोक लगाउने, प्रमोटरहरूले 5 वर्षसम्म सेयर बिक्री गर्न नपाउने कडा नीति लागू गर्ने, आइपिओ निष्कासन अघि कम्पनीको वित्तीय अवस्था थप पारदर्शी बनाउने, धितोपत्र बोर्डले आइपिओ पछि कम्पनीको गतिविधि नियमन गर्ने। तपाईलाई के लाग्छ, नेपालमा आइपिओ ठगी रोक्न सरकार र सेबनले के गर्नुपर्छ? तपाईको विचार कमेन्ट गर्नुहोला।